गुड मर्निङ, नमस्ते, शुभ बिहानी। स्वागत छ गाउँघर च्यानलमा तपाईहरू सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई। हामी चाहिँ हलेसी महादेव स्थानमा छौँ र आज दोस्रो दिनको चाहिँ हामी भिडियो बनाउन गइरहेको छौँ। आज चाहिँ रामनवमीको दिन हो र हामी चाहिँ बिहानै पूजा गर्नको लागि मन्दिरतर्फ चाहिँ जाँदैछौँ। आजको दिन चाहिँ के कस्तो हुन्छ, हामीले हलेसी महादेव स्थानमा चाहिँ के कसरी पूजाआजा गर्छौँ, मैले भिडियो बनाउन गइरहेको छु र पुरै भिडियो चाहिँ बनाउन सकिँदैन होला, किनकि अब यति धेरै भिडभाडमा है मैले चाहिँ छोटो छोटो क्लिपहरू चाहिँ बनाएको छु। कृपया अन्तिमसम्म भिडियो हेरी के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् है त। धन्यवाद हाम्रो साथीलाई। पक्कै पनि हाम्रो योजनाका बाद Terima kasih.
जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ ज्ञान ज्ञान जाऊँ न साथी जाऊँ न साथी जाऊँ न साथी जाऊँ जाऊँ न साथी 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 जाऊँ Lo अब उडाइदिनु ल
हलेसीको मेला चाहिँ तल हेरि दामी धन थापा धनुषाबाट पाल्ने धन थापाजी भनेर 500 रुपैयाँ दान गरिदिनु भएको छ। हामी चाहिँ अहिले ठ्याक्कै यतातिर बसाहा थानमा चाहिँ जाँदैछौँ। हामीले अन्य ठाउँमा चाहिँ पूजाआजा गरिसक्यौँ, त्यही भएर अहिले चाहिँ ठ्याक्कै हामी बसाहा थानतिर जाँदैछौँ। बसाहा थानमा जाने बाटो चाहिँ यस्तो अँध्यारो छ है। पहिलोचोटि म आउँदाखेरि चाहिँ एकदमै डर लागेको थियो, कस्तो लागेको थियो कि, तर बिस्तारै अब बानी भयो, अहिले चाहिँ त्यस्तो डर लाग्दैन। यहाँबाट चाहिँ ठ्याक्क बाहिर आकाश देखिन्छ, यस्तो माथि आकाश देखिन्छ। पहिलोचोटि आउँदा चाहिँ धेरै डर लागेको थियो, अहिले चाहिँ त्यस्तो डर लागेको छैन। हामी चाहिँ त्यो पल्लो भिर छिचोलेर आएको। मलाई त कति धेरै डर लाग्यो भने नि। हेरी यता पनि यस्तो भिर छ, पुरै भिर पुरै ठुलो ठुलो पहडाको बिचमा चाहिँ रोड बाटो रहेछ। पहिलोचोटि आएको अनाङ मुस्ताङ। त्यता चाहिँ खोला, अनि त्यहाँ छेउछाउमा चाहिँ चैते धान हरियाली भएको रहेछ। कसो त्यहाँनिर चाहिँ पहरा पुरै पहिरो गएको रहेछ, ढुङ्ग्याङ्गै माथिदेखि झरेको रहेछ। अप्ठ्यारो बाटो चाहिँ सकेर हामी तेर्सो बाटोमा हिँड्दैछौँ। हामी चाहिँ अहिले सावा खोलामा आइपुग्यौँ। हलेसी महादेव स्थान पुगेर फेरि बाराहा पोखरीतिर चाहिँ प्रस्थान गर्दैछौँ हामी। एकदम अप्ठ्यारो बाटो पार गरेर चाहिँ हामी यहाँ आइपुगेका छौँ। यहाँ पनि अप्ठ्यारो छ धेरै नै। एटेरी खोलाबाट चाहिँ हामी तरेर जानुपर्ने। पारी पारीको दृश्यहरू यस्तो छ है।
मलाई चाहिँ खोलामा भनेपछि एकदम डर लागेर आउँछ। अब हामी चाहिँ यहाँ कपडा अलि माथि सार्ने हो। अब हामी यो सावा खोला तर्दैछौँ। हामी चाहिँ खोला तरेर चाहिँ यो बगरको बाटोमा हिँड्दैछौँ। हाम्रो चाहिँ एकदमै कठिन यात्रा भयो। बाटोहरू हेर्नु